हाई नमस्ते म एक्टर दुरा हाम्रो एलिफेन्ट्स इन द फग तपाईहरुले मजाले चारैतिर सुनिसक्नु भएको होला। यसको बारे मैले एउटा सानो कुरा शेयर गर्न खोजे। हाम्रो केही महिना अगाडि क्यान फिल्म फेस्टिभलमा जुन चाहिँ नेपालको इतिहासमै पहिलोपल्ट यो फिल्मले त्यहाँ जुरी प्राइजले सम्मानित भएको थियो र न्युजिल्यान्डमा पनि स्क्रिनिङ भएको थियो। त्यस लगतै हाम्रो अहिले मेलबर्न इन्टरनेसनल फिल्म फेस्टिभल अस्ट्रेलियामा पनि एकदमै मान सम्मान र एकदमै त्यहाँका दर्शकहरूले एकदमै मन पराइदिनु भएको छ। र अब पालो नेपालको हाम्रो भदौ 19 गते सेप्टेम्बर 4 मा पुरै नेपालभरिको हलहरुमा लाग्दैछ। अब माया गर्ने पालो तपाईहरुको। नाउ 10 days to go।